नमस्ते साथीहरू, स्वागत छ आजको नयाँ भिडियोमा। आजको यस भिडियोमा हामीहरू अपरेटरको बारेमा पढ्नेछौँ। पछिल्लो भिडियोमा हामीहरूले स्क्यानएफ फङ्सनको बारेमा हेरेका थियौँ। अब अपरेटर भनेको चाहिँ स्पेसल सिम्बोलहरू हो। तिनीहरूले चाहिँ केही क्यालकुलेसनहरू, केही अपरेसनहरू गर्न मद्दत गर्छ। अपरेटरहरू चाहिँ यो सी ल्याङ्ग्वेजमा अर्थमेटिक, एसाइनमेन्ट, कम्पेरिजन अनि लोजिकल, साथै बिटवाइज अपरेटर भन्ने नाम पनि छ। यिनीहरू अपरेटरहरू छन्। बिटवाइज अपरेटर चाहिँ हामी आज हेर्दैनौँ। यो चाहिँ खासै इम्पोर्टेन्ट छैन, मैले यहाँ इन्फर्मेसनको लागि मात्र दिएको। अब अर्थमेटिक अपरेटर भनेको चाहिँ सिम्पल प्लस माइनस मल्टिप्लिकेसनहरू हो, डिभिजन, मोडुलसहरू यो। अनि साथै यिनीहरू यो अरू अपरेटरहरूको बारेमा आज हेर्नेछौँ। फर्स्टमा चाहिँ म कोडहरू लेख्छु अलिअलि अनि एक्सप्लेन गर्दै जान्छु है त। ल साथीहरू, मैले यहाँ सुरुमा चाहिँ ए भन्ने भ्यारिएबल र बी भ्यारिएबलमा चाहिँ 10 र 20 नम्बर राखेको छु। अनि त्यहाँबाट एड गरेँ। त्यसमा चाहिँ यहाँ प्लस भन्ने अर्थमेटिक अपरेटर लगाएँ होइन। सबट्र्याक्टमा चाहिँ बी माइनस ए गरेँ, माइनस भन्ने अर्थमेटिक अपरेटर लगाएँ। अनि प्रोडक्ट गरेँ त्यसरी नै ए इन्टु बी, अनि त्यसलाई चाहिँ प्रिन्ट गरेको छु। यहाँ ए पर्सेन्टेज टी, यिनीहरू सबै इन्टिजर भएर पर्सेन्टेज टी गरेर एबी एडिसन, सब्ट्र्याक्सन, मल्टिप्लिकेसन, प्रोडक्टलाई चाहिँ एउटै लाइनमा प्रिन्ट गरेँ होइन। त्यो पछि अर्को लाइनमा चाहिँ स्ल्यास एन लगाएर मैले फ्लोइट बनाएको छु। यहाँ डिभिजन गर्नको लागि गरिरहेको छु नि त तल। डिभाइड गर्नको लागि त डिभाइड गर्दाखेरि त पोइन्टमा नि एन्सर आउनु सक्छ। अनि त्यही भएर हामीले डिभाइड गर्दाखेरि चाहिँ यो डाटा टाइप चाहिँ फ्लोइट लगाउनुपर्छ। फ्लोइट लगायौँ हामीले पीलाई पनि क्यूलाई पनि होइन। डिभिजनलाई पनि फ्लोइट बनाएर तलपट्टि प्रिन्ट एफमा चाहिँ पर्सेन्टेज एफ लगाएर मैले डिभिजनलाई प्रिन्ट गरेको छु। त्यसै तल चाहिँ एक्स भन्ने भ्यारिएबलमा चाहिँ हामीले 51 स्टोर गरेका हौँ। अनि रिमाइन्डर, यो सिम्बलले चाहिँ मोडुलस जनाउँछ। यो पर्सेन्टेज जस्तो सिम्बल छ नि, यो चाहिँ मोडुलसको सिम्बल हो है। मोडुलसको सिम्बलले चाहिँ हो, यो नि अर्थमेटिक अपरेटरमै पर्छ। यसले चाहिँ रिमाइन्डर दिन्छ कुनै नम्बरलाई डिभाइड गर्दाखेरि। अब यसमा के भइरह, यसमा चाहिँ यो एक्सलाई चाहिँ 2 ले डिभाइड गर्दाखेरि कति रिमाइन्डर आउँछ? रिमाइन्डर 1 आउँछ, हामीलाई थाहा नि त। त्यही अब रिमाइन्डरको ठाउँ 1 आउँछ कि आउँदैन भनेर अहिले हामी चेक गरौँ। अनि त्यसलाई मैले प्रिन्ट गरेको छु है त। पहिला यिनीहरूलाई रन गरेर हेर्नु। अब सुरुमा चाहिँ यो लाइन प्रिन्ट भयो। यसमा चाहिँ दुईवटा जोडेपछिको 30 आयो। अनि फेरि त्यो 20बाट 10 घटाउँदा 10 आयो। अनि फेरि मल्टिप्लाई गरिहाल्यो, त्यही भयो होइन। यो लाइन चाहिँ मिल्यो। अब यसमा चाहिँ हामीले यसमा नि फ्लोटिङ नम्बरहरू प्रिन्ट गरेको थियौँ, त्यो भएर यो प्रिन्ट भयो, यो नि मिलिहाल्यो होइन। 45लाई 3 ले डिभाइड गर्दा 15 भइहाल्यो। अब तपाईँले यहाँ इन्टिजर राख्नुहुन्छ भने चाहिँ यो पोइन्टमा आउँदैन। पोइन्ट हटाएपछि जति नम्बर हुन्छ त्यति नम्बर आउँछ। त्यही भएर मिस्टेक हुनसक्छ। डिभाइड आउँदाखेरि चाहिँ हामीले फ्लोट डाटा टाइपमा राख्नुपर्छ। अनि अर्को अर्थमेटिक अपरेटर छ यहाँ मोडुलसको लागि नि हामीले अघि भनेको थियो 51लाई चाहिँ 2 ले डिभाइड गर्दाखेरि रिमाइन्डर 1 हुन्छ भनेर। यहाँ त्यही भएर रिमाइन्डरको ठाउँमा 1 प्रिन्ट भएको छ है। ल, यो अर्थमेटिक अपरेटर चाहिँ सजिलै हो। अनि अब हामी अर्को अपरेटरमा जाउँ, एसाइनमेन्ट अपरेटर। एसाइनमेन्ट अपरेटर भनेको चाहिँ इक्वल टु अपरेटर जस्तै के, त्यही हो। यो जस्तै यसमा चाहिँ हामीले ए इक्वल टु 2 भने नि, अब ए को भ्यालु चाहिँ हामीले 10 असाइन गरे नि त, 10 राख्या भएर। अब यसलाई यो इक्वल टु अपरेटरलाई के भन्यो हामीले, इक्वल टुलाई चाहिँ यसको नाम चाहिँ असाइनमेन्ट अपरेटर भन्ने हो। इक्वल टु एसाइनमेन्ट अपरेटर भन्ने भन्यो कि। अनि यो प्लस इक्वल टु भन्ने पनि हुन्छ, माइनस इक्वल टु, अनि यो इन्टु, अनि इक्वल टु भन्ने छ होइन। यिनीहरूलाई चाहिँ युनियरी अपरेटर नि भन्न सकिन्छ, या एसाइनमेन्ट अपरेटरहरू पनि भन्न सकिन्छ है। यो पनि म लेखेर देखाउँछु एउटा दुईवटा कोडहरू। यिनीहरूलाई चाहिँ कमेन्ट आउट गरिदिउँ पहिला।
ओके साथीहरू, अब मैले यहाँ कोडहरू लेखेँ। अब यसमा चाहिँ मैले ए को ठाउँमा 10 नै भ्यालु स्टोर गरेँ। अनि यसमा मैले के गरेको छु, प्रिन्ट गरेँ ए को भ्यालु। त्यसमा त्यसलाई चाहिँ मैले इनिसियल भ्यालु अफ ए भनेर प्रिन्ट गरेँ होइन। अनि अर्को लाइनमा चाहिँ अब यो लाइनमा चाहिँ मैले के गरेको छु, यो लाइनमा चाहिँ मैले ए प्लस इक्वल टु 50 लेखेको छु। यसको मतलब चाहिँ के हो रहेछ, ए बराबर ए प्लस 50 गरे जस्तै हो कि। यस ए बराबर ए प्लस 50 गरे नि भयो तपाईँले। मतलब ए को भ्यालुमा चाहिँ ए को ठाउँमा चाहिँ अब पहिलाको ए को भ्यालु कति थियो, 10 थियो। 10 प्लस 50 गर्नु यहाँ अब ए को ठाउँमा चाहिँ 60 आउँछ भन्नु खोजे जस्तो कि। ए बराबर ए प्लस 50 गरे नि भयो। यसलाई नै सर्टकटमा लेख्दाखेरि ए प्लस इक्वल टु 50 गर्दा नि हुन्छ, यसरी गर्दा नि हुन्छ है। यसरी गर्दा नि भयो, ए प्लस इक्वल टु 50 या 80 लाग्छ नि तपाईँले, यसरी गर्दा नि भयो, ए इक्वल टु ए प्लस 50 गर्दा नि। अनि यसै सर्टकटहरू युज हुन्छ क्या धेरै ठाउँमा। अनि त्यो पछि मैले के गरेँ, ए माइनस इक्वल टु 20। मतलब अब हाम्रो ए को भ्यालु कति भयो, नयाँ ए को भ्यालु 60 भयो। हामीले त यसलाई नै क्यालकुलेट गरेर राख्यौँ नि त, नयाँ बीसीलाई गरेर होइन, एउटै भेरिएबललाई यताउता गरेर राख्यौँ। मतलब यो चेन्ज हुँदै जान्छ, ए को भ्यालु फेरिन्छ। यो ए ठाउँमा त ए को भ्यालु 10 थियो, यसमा आउँदा 60 बन्छ, तल आउँदा अर्कै हुन्छ। तल चाहिँ के भने ए को ठाउँमा चाहिँ ए माइनस इक्वल टु 20। मतलब ए बराबर चाहिँ ए माइनस 20 हुन्छ अरे, 60 माइनस 20। अब यसमा चाहिँ 40 आएर बस्ने भयो, यहाँ 40 हुने भयो। अनि तल आउँदा चाहिँ के भने हम ए इन्टु इक्वल टु 10। मतलब ए को ठाउँमा चाहिँ ए इन्टु 10 गर्दाखेरि जति हुन्छ त्यो भ्यालु नयाँ भ्यालु आएर बस्छ अरे। मतलब अघि 60 थियो, अघि कति थियो हाम्रो, अघि 40 थियो। अब त्यो 40मा चाहिँ इन्टु 10 गर्दाखेरि 400 हुन्छ। त्यही भ्यालु आएर 400 भ्यालु आएर बस्नुपर्ने भयो। अब यो सबैलाई प्रिन्ट गरेर हेर्छौँ हामी है त। ल अब तल हेर्न सक्नुहुन्छ, इनिसियल भ्यालु अफ एमा चाहिँ 10 आयो। सेकेन्ड भ्यालुमा चाहिँ हामीले त्यसमा प्लस इक्वल टु 50 गरेको। मतलब ए को ठाउँमा फेरि 50 जोडेको पहिलाको भ्यालुमा, त्यही भएर 60 भने होइन। अनि अर्को ठाउँमा चाहिँ के गर्यौँ, ए माइनस बराबर 20 गरेछौँ। मतलब 20 घटा जस्तै, त्यो इनिसियल भ्यालुबाट 20 घटा जस्तो। अब इनिसियल भ्यालु त यो स्टेपमा आइपुग्दाखेरि ए को इनिसियल भ्यालु कति हुन्छ, 60 भइसकेको हुन्छ। अनि 60मा माइनस 20 भयो, 40। त्यसरी नै यहाँ आएर मल्टिप्लाई भयो, अनि 400 भयो है त। अब यो अर्थमेटिक एसाइनमेन्ट सक्यो है। अब यो कम्पेरिजन अपरेटरले चाहिँ के भन्छ, यो कम्पेरिजन अपरेटरहरू चाहिँ इफहरूमा हामीले कुनै दुईवटा भ्यालुहरूलाई कम्पेयर गर्नु पऱ्यो बेला युज हुन्छ क्या। म्याथमा नि हामीले यो ग्रेटर देन, यसोलाई कुनैलाई इक्वल, लेस देन, ग्रेटर देन, इक्वल टु, यिनीहरू त पढेको नि त। त्यस्तै हो। अब यो भने चाहिँ यसले चाहिँ के भन्छ, नट इक्वल टु भन्नु खोज्यो है। एक्सक्लेमेसन साइन दिएर इक्वल टु दियो भने चाहिँ यसले चाहिँ नट इक्वल टु भन्नु खोज्यो जस्तो। यो पनि हेरौँ हामी। साथीहरू, अब मैले कम्पेरिजन अपरेटरको लागि यो 2-3टा इक्जाम्पलहरू लेखेको छु, हेर्न सक्नुहुन्छ। यसमा चाहिँ मैले पी भन्ने ठाउँमा चाहिँ 100 राखेको छु। त्यस्तै एज भन्नेमा चाहिँ 20 स्टोर गरेँ। इयर भन्नेमा चाहिँ 2081 लेखेको छु होइन। अनि अब यो चाहिँ कम्पेरिजन अपरेटरमा हो नि त, नाममै कम्पेयर भने। त्यो कम्पेरिजन अपरेटरहरू चाहिँ अब हामीले कन्डिसनलतिर पढिन्छ के। अब इफ भन्नेतिर पढिन्छ, इफ स्टेटमेन्टहरूमा हामीले स्विचतिर लगाउँदाखेरि त्यस्तै केही हामीले यो कम्पेयर गर्छौँ। त्यो कम्पेयर हुँदाखेरि ट्रु भयो भने यस्तो गर भनेर हामीले कोड लेख्छौँ कि। अब अहिले मैले यो पछि पढाउँछु, हामी पछि पढ्छौँ। अहिले चाहिँ मैले यत्तिकै एक्सप्लेनेसनको लागि लेखिदिएको छु है, 2-3टालाई यहाँ म डिस्क्राइब गर्छु। यसमा मैले भनेको छु पी। अब यो यसो छ नि, यो पीपट्टि 2टा चुच्चो फर्के है। अब यसमा यसले चाहिँ के भन्छ, यसले चाहिँ ग्रेटर देन भन्ने हुन्छ। अब पीपट्टि जतापट्टि 2टा चुच्चो फर्किन्छ त्यो चाहिँ ग्रेटर देन भन्नु खोजेको है, त्यो ठुलो हो भन्नु खोजेको। मतलब यसमा चाहिँ पी चाहिँ 100 भन्दा ठुलो भयो भने, या 100 इक्वल टु नि छ नि त यहाँ,
मतलब इक्वल टु 100 भन्दा ठुलो भयो नि या 100 बराबर भयो भने यो भित्रको कोड रन गर भन्नु खोजेको। यहाँ प्रिन्ट एफ के प्रिन्ट गर, पी इज ग्रेटर देन अर इक्वल टु 100 भन्ने प्रिन्ट गर्दै भने है हामी त्यही कोड लेख्यौँ। अब यसमा चाहिँ के छ, यसमा चाहिँ के कम्पेयर गरेको हामीले एज चाहिँ 18 भन्दा ठुलो हो कि छैन। एजमा चाहिँ अब दुईवटा यो सिम्बल चाहिँ दुईवटा चुच्चो चाहिँ एजपट्टि फर्केको, त्यही भएर अब एज 18 भन्दा ठुलो हुनु पऱ्यो यसमा। अब यो चाहिँ यसरी भए चाहिँ एज चाहिँ 18 भन्दा सानो हुनु पर्थ्यो है त। ल एज इज लेस देन 18 लेखिदिएँ मैले। अब अर्कोमा के छ इयर, अब यो चाहिँ यो पनि के हो, यो नि कम्पेरिजन अपरेटर यो। अब यसमा के भने यो एक्सक्लेमेसन साइन छ अनि इक्वल टु छ होइन, यसले चाहिँ के भन्छ नट इक्वल टु भने जस्तो। इयर चाहिँ 2000 छैन भने भन्नु खोजेको, छैन भने यो भित्रको कोड रन गर भन्नु खोजेको है। अब यसमा के भने अब छैन भने चाहिँ यो भित्रको प्रिन्ट गरेर सरी द इयर इज भनेर यो हाम्रो ओरिजिनल इयर यहाँ मैले लेखेको इयर प्रिन्ट गर भने यहाँ पर्सेन्टेज डी लगाएर मैले प्रिन्ट गरेको छु है। अब हामी यिनीहरूलाई प्रिन्ट गरेर हेरौँ। ल अब यसमा चाहिँ यो प्रिन्ट भयो हेर्नु है, किनकि हाम्रो पी कति थियो, पी 100 थियो, मतलब पी त 100 भन्दा बढी हो या बराबर भयो भने यो रन यो प्रिन्ट गर भनेको थियो नि त स्टेटमेन्ट, यो स्टेटमेन्ट प्रिन्ट भयो है, पी इज ग्रेटर देन अर इक्वल टु 100 भन्ने। अब यसमा जाउँ, अब यसमा पुग्दाखेरि चाहिँ के भने एज चाहिँ 18 भन्दा तल भयो भने बल्ल यो प्रिन्ट गर भने हो, तर हाम्रो एज कति छ यहाँ 20 छ, त्यही भएर यो प्रिन्ट भयो भने यो लाइन प्रिन्ट भएकै होइन है। त्यस्तै तल यसमा चाहिँ के भने एज 2000 भएन भने चाहिँ यो प्रिन्ट गर भने हो। हाम्रो एज 2000 छैन, 2081 हो नि त, त्यही भएर अब यसमा के भने यो प्रिन्ट भयो, यसको लागि त सेटिस्फाई भयो अनि त्यही भएर यहाँ सरी द इयर इज 2081 भनेर प्रिन्ट भयो। ल अब यो कम्पेरिजन अपरेटर चाहिँ हामी डिटेलली उता कन्डिसनलतिर पुग्दाखेरि गएर पढ्नेछौँ है। अब चाहिँ हामी लोजिकल अपरेटर भन्नेमा जाउँ। ल साथीहरू अब यसमा चाहिँ हामीले लोजिकल अपरेटरमा चाहिँ यो 3टा अपरेटर छ है। एउटा यो एन्ड भन्ने हो, यसलाई एन्ड भन्छ, दुईवटा धर्कोलाई अर भन्ने छ, यसलाई लोजिकल एन्ड लोजिकल अर भन्छौँ। अनि यो सुरुमा चाहिँ लोजिकल नर या कसैले लोजिकल नट पनि भन्छन् है। यसले चाहिँ के भन्छ, यसले चाहिँ दुईटै कन्डिसनहरू अघि कम्पेरिजन अपरेटरमा हामीले गरेको कन्डिसनहरू छ नि त्यस्तोलाई कन्डिसन भन्छ होइन। त्यो कन्डिसनहरू यसले भने एन्ड भनेको चाहिँ कन्डिसनहरू दुईटै सेटिस्फाई हुनुपर्छ भन्छ, दुईवटा कन्डिसनहरूलाई कम्पेयर गर्ने के। अब यसले के भने एक्स इज ग्रेटर देन 1 भने एक्स इज ग्रेटर देन 1 रे होइन। हो भने अर्को के भने एक्स इज लेस देन 10। अब यहाँ एन्ड अपरेटर छ नि त, एन्ड लोजिकल अपरेटर छ, यसले के भन्छ यदि एक्सको भ्यालु चाहिँ 10 भन्दा सानो छ र एक्सको भ्यालु चाहिँ 1 भन्दा ठुलो हो, दुइटै सेटिस्फाई छ भने चाहिँ अब एक्सको कन्डिसन सेटिस्फाई भनेर लेख्दै भन्छ है। अनि अर्कोले चाहिँ के भने यहाँ चाहिँ इफ वाइ इक्वल टु वाइ मोड 2, वाइलाई 2 ले डिभाइड गर्दाखेरि यदि रिमाइन्डर 0 आउँछ भने र अब यो अर अपरेटरले चाहिँ यो दुइटामा एउटा कन्डिसन सेटिस्फाई भयो भने प्रिन्ट गरा हुन्छ के। और वाइ मोडलस वाइ डज नट इक्वल टु 10, यो दुइटामा कुनै सेटिस्फाई भयो भने यो वाइ कन्डिसन इज सेटिस्फाई भनेर प्रिन्ट गरा हुन्छ। त्यही हो लोजिकल अपरेटरको। अब अर्को नि एउटा हेर्दिउँ न। ल
अब यसमा मैले स्ल्यास एन लगाएँ अनि यसमा चाहिँ त्यो अर्को कन्डिसन लगाएँ, लोजिकल नट भन्ने नि लगाइदिएँ है त। यसले के भन्छ, अब यो भित्र चाहिँ हामीले के भन्यौँ, एक्स बराबर वाइ छ भने भन्न खोजेको, तर हामीले बाहिरपट्टि यो एक्सक्लेमेसन लगाएपछि के भन्छ, यो ठ्याक्कै उल्टो भन्छ। यदि एक्स बराबर वाइ छैन भने जस्तो हो। हामीले भित्र जे जे कन्डिसन लेख्छौँ त्यसको बाहिर यो लगाइन्छ के, मतलब यो हामीले लेखेको कन्डिसन सेटिस्फाई छैन भने यो कन्डिसन यो तलको प्रिन्ट गर भन्नु खोजेको है। अब यसलाई हामी प्रिन्ट गरेर हेर्छौँ। ल हेर्नु, अब एक्स कन्डिसन इज सेटिस्फाई भन्यो, किनकि अब एक्स 1 भन्दा पनि ठुलो हो अनि एक्स 10 भन्दा पनि सानो हो, किनकि एक्सको भ्यालु 2 छ, त्यही भएर सेटिस्फाई भयो। अनि अब यसमा चाहिँ के छ, यसमा चाहिँ वाइ कन्डिसन इज सेटिस्फाई भन्यो, किनकि वाइको भ्यालु 10 त छैन, तर के हुन्छ, वाइलाई 2 ले भाग गर्दाखेरि ठ्याक्कै एन्सर रिमाइन्डरमा चाहिँ जेरै आउँछ, त्यही भएर सेटिस्फाई भयो, यो नि प्रिन्ट भयो। अब अर्कोमा चाहिँ थर्ड कन्डिसन इज सेटिस्फाई भन्यो, किनकि यो एक्स र वाइ बराबर छैन, यो नि सेटिस्फाई भयो। अब एकचोटि हामी यसमा एक्सको भ्यालु 20 राखेर हेरौँ है त के हुन्छ। ए 20 राखेर चाहिँ फर्स्ट कन्डिसन सेटिस्फाई भएन, किनकि एक्सको भ्यालु 10 भन्दा सानो हुनु पर्थ्यो, यसमा 1 भन्दा ठुलो त हो 20 भन्यो, तर यो 20 त 10 भन्दा सानै हो नि त, यो सेटिस्फाई भएन। त्यही भएर के भयो, यो एन्ड लोजिकल एन्ड अपरेटरको कन्डिसन सेटिस्फाई भएन अनि यो प्रिन्ट भएन है त। ल अब अगाडि जाउँ। अब चाहिँ हामीले सबै भ्यायो। अब यो बिटवाइज अपरेटर चाहिँ हाम्रो इम्पोर्टेन्ट छैन। अब अपरेन्ड भन्ने टर्म आउँछ है, अपरेन्ड भन्ने टर्म मैले पहिला नै भनेको थिएँ, फेरि भन्छु एकचोटि। अपरेन्ड भनेको चाहिँ नम्बरहरू हो के, त्यो क्यालकुलेसनमा युज गर्ने नम्बरहरूलाई अपरेन्ड भन्छ। अब यो अपरेटर भने चाहिँ यो प्लस सिम्बलहरूलाई भन्यो भने अपरेन्ड भनेको चाहिँ नम्बरहरूलाई। ल मैले डेफिनेसन लेखेको थिएँ, नम्बर अर क्यारेक्टर युज फर अपरेसन भन्ने है अपरेन्डको हो। अब यो ए चाहिँ के हो, ए पनि अपरेन्ड हो, बी पनि अपरेन्ड हो, त यो प्लस भने चाहिँ अपरेटर हो, त्यही भन्छ। अब यो नम्बरहरू यो हामीले अपरेन्ड भनेको चाहिँ के रहेछ, ए र बी रहेछ, यसमा बी र ए चाहिँ अपरेन्ड हो। त्यस्तै अब यसमा पी र क्यू अपरेन्ड हो, यो डिभाइड भन्ने चाहिँ अपरेटर हो, त्यस्तै हो। अनि अब चाहिँ स्ट्रिङको एडिसन गरेर अघि हामीले यहाँ प्लस गरेको थियौँ नि त, त्यसरी नै प्लस गर्दा के भएको थियो, 10 र 20 जोडिदिएको थियो। अब हामीले यहाँ दुईवटा केही भ्यालुहरू एड गऱ्यो भने, भ्यालुहरू स्ट्रिङ भ्यालुहरू एड गऱ्यो भने त्यो एड हुन्छ त, हेरौँ है त। ओके साथीहरू, अब मैले यसमा स्ट्रिङहरू एड गर्नको लागि चाहिँ एउटा नेम1 भन्ने स्ट्रिङमा चाहिँ नेपाल भन्ने लेखेर स्टोर गरेँ, अनि त्यसरी नै नेम2 भन्ने स्ट्रिङमा चाहिँ इज हेभन भन्ने लेखेर स्टोर गरेँ है त। अब त्यो तल कम्बाइन भन्ने एउटा स्ट्रिङ बनाएँ, अनि त्यसमा नेम1 प्लस नेम2 गरेँ है। अनि तलपट्टि प्रिन्ट एफ भन्नेमा चाहिँ त्यसलाई पर्सेन्टेज यास फर्मेट स्पेसिफायर लगाएर कम्बाइनलाई प्रिन्ट गरेर हेरेको छु है त। अब हामी यसमा प्रिन्ट गरेर हेरौँ। हेर्नु, अब यसले के भनेको छ, इनभ्यालिड अपरेन्ड टु बाइनरी प्लस। यो प्लस अपरेटरको लागि चाहिँ के भने क्यार अनि यस्तो गरेर यो स्ट्रिङहरूलाई एड गर्यो, यो इनभ्यालिड अपरेन्ड भयो भने मतलब यो अपरेन्डहरू चाहिँ इनभ्यालिड भयो अरे है, मतलब स्ट्रिङहरूलाई एड गर्न सकिँदैन रहेछ भन्न खोजेको, त्यही हो। स्ट्रिङहरूलाई एड गर्न चाहिँ के गर्नु पर्थ्यो, हामीले स्ट्रिङमा हेरेका थियौँ, त्यो स्ट्रिङहरूलाई हेडर फाइलमा इन्क्लुड गराएर हामीले के गरेका थियौँ, strcat भन्ने एउटा लगाएर दुइटैलाई कम्बाइन गरेको थियौँ होइन। त्यस्तो गर्नुपर्छ एड गर्नको लागि स्ट्रिङहरू। साथीहरू, अब हामी चाहिँ क्यारेक्टरहरूलाई एड गरेर हेर्यो, दुईवटा क्यारेक्टरलाई एड गरेर हेर्दाखेरि चाहिँ के भयो, हामीले ए भन्ने क्यारेक्टरलाई ए भन्ने भेरिएबलमा स्टोर गऱ्यो, अनि त्यसै गरी बीलाई चाहिँ बी भन्नेमा स्टोर गऱ्यो, अनि त्यसलाई रिजल्टलाई चाहिँ प्रिन्ट गरेर हेर्दाखेरि हामीले यहाँ पर्सेन्टेज सी नै लगायो, अनि दुइटालाई जोडेर हेऱ्यो है। रिजल्टमा चाहिँ यहाँ अलि राम्रो आएन। अब दुईवटा क्यारेक्टरहरूलाई एड गरेको हामीले, अब तपाईँहरू भन्नुलाई यहाँ स्ट्रिङ बनला, फेरि यसलाई रन गर्दा यसलाई पनि आएन। यहाँ के भने इररमा वार्निङ गरेर एक्सपेक्टेड
चाहिँ यहाँ इन्टिजर भनेर होइन, मतलब यो चाहिँ डी लगाएर हेरौँ। अब यसमा एन्सर चाहिँ कति आयो 131। 131 किन आयो भन्दाखेरि हाम्रो कम्पाइलरहरूले चाहिँ यो क्यारेक्टरहरूलाई चाहिँ यो अर्थमेटिक अपरेटरमा युज गर्दाखेरि के गरिदिँदो रहेछ, क्यारेक्टरलाई इन्टिजरमा कन्भर्ट गर्दो रहेछ। अब एस्की भ्यालुमा कन्भर्ट गर्छ के। अब ए को एस्की भ्यालु भनेको 65 हो, त्यसै गरी बीको चाहिँ 66 हो। अनि दुइटालाई जोडिहाउ नि त हामीले ए प्लस बी गर्दाखेरि के भयो, क्यापिटल ए प्लस क्यापिटल बी गर्दा 65 प्लस 66 भयो। अनि एन्सर चाहिँ कति आयो 131 भएर प्रिन्ट भयो है। मतलब क्यारेक्टरहरू चाहिँ प्रिन्ट हुन्छन्, स्ट्रिङहरू प्रिन्ट हुँदैन, अरू प्रिन्ट हुन्छन् है। अब मैले चाहिँ सबै भने। अब लास्टको एउटा क्वेसन छ, पर्फर्म वान मल्टिप्लिकेसन अपरेसन प्रोम्प्टिङ नम्बर्स फ्रम युजर। यसको लागि चाहिँ यो क्वेसनले के भन्छ भन्दाखेरि युजरसँग इनपुट लिनु रे दुईवटा नम्बरहरू होइन, दुईवटा अपरेन्डहरू, अनि त्यसलाई चाहिँ मल्टिप्लाई गरेर रिजल्ट प्रिन्ट गर्नु रे भने। अब यसको लागि चाहिँ मैले यहाँ सोल्युसन गरिसकेको छु, हेर्न सक्नुहुन्छ है। मैले के गरेको छु, एक्स र वाई भन्ने भेरिएबल बनाएँ सुरुमा, तलपट्टि चाहिँ प्रिन्ट गरेँ युजरसँग मागेँ फर्स्ट अपरेन्ड भनेर मागेँ युजरसँग है। अनि त्यहाँबाट यसमा चाहिँ स्क्यानएफ फङ्सन युज गरेर युजरसँग डाटा लिन मिल्छ नि त। युजरले भ्यालु इनपुट गरेको नम्बर चाहिँ एक्स भन्ने भेरिएबलमा गएर बस्यो हाम्रो। अनि त्यसै गरी अर्को स्टेपमा चाहिँ मैले प्रिन्ट गरेँ सेकेन्ड अपरेन्ड इन्टर गर भनेर होइन। त्यसै गरी त्यसलाई चाहिँ कहाँ स्टोर गरेँ, वाई भन्ने भेरिएबलमा गएर स्टोर गरेँ। अनि प्रोडक्टमा चाहिँ अनि फेरि प्रिन्ट गरेँ इयर प्रोडक्ट भनेर फाइनल एन्सर चाहिँ प्रिन्ट गर्दै एक्स इन्टु वाईलाई प्रिन्ट गर्दै यहाँनिर मल्टिप्लाई अर्थमेटिक अपरेटर युज गरेर पर्सेन्टेज डी। अब एन्सर त डीमै जान्छ नि त, इन्टिजरमै जान्छ, त्यही भएर प्रिन्ट गरेँ मैले। अनि यसलाई रन गरेर हेरौँ। ल साथीहरू, यहाँ के प्रब्लममा थियो अहिले। अब यसले मागे मलाई फर्स्ट अपरेन्ड इन्टर गर भनेर, मैले त्यहाँ 10 दिएँ है। त्यसै नै सेकेन्ड अपरेन्ड भन्यो, मैले त्यसमा 5 दिएँ। त्यसले प्रोडक्ट चाहिँ के प्रिन्ट गर्थ्यो 50। ओके, यस्तो थियो। अब आजको भिडियो चाहिँ यही अपरेटरहरूको बारेमा थियो। यो अपरेटरहरू चाहिँ हामी फङ्सनहरूमा अनि गएर लुपिङहरूमा युज गर्छौँ है, सुन्नुभयो होला। अनि त्यतिखेर चाहिँ अलिक रमाइलो हुन्छ, इन्ट्रेस्टिङ हुन्छ। योबाट हामी धेरै कोडहरू लेख्न सक्छौँ, धेरै प्रोग्रामिङहरू लोजिकहरू बिल्ड गर्न सक्छौँ होइन। ओके, यो चाहिँ बेसिक भिडियो थियो, यसमा हामीले यिनीहरू नै पढ्यौँ। अब आउँदो भिडियोमा चाहिँ हामीहरू फङ्सनको बारेमा साथै पछि लुपिङहरूको बारेमा हेर्नेछौँ। ओके, थ्याङ्क यू, आजलाई यति नै।